वेलकम गाइस मी जोडले हाम्रो सम्धि ब्लगमा आज पनि हामी जोडी सम्धिनी एन्ड हामी स्वयं म एन्ड अनु फुलानी हामी जाँदैछौँ फेरि यसो खोलाको डुल्नुको लागि हस् त सम्धिनीलाई पिक गर्दै जाँदैछौँ ल हामी सम्धिलाई पिक गर्नु जाँदैछौँ चिसो लाग्यो हाम्रो जाडो हालेको अनि माथि अब हामी सम्धिलाई पिक गर्छौँ सो मेरो ज्वाइँ पनि जाने भन्दैछ ज्वाइँलाई पनि पिक गर्नेछौँ गाइस किप वाचिङ सम्धिलाई वेट गर्छु ल हामी सबै सम्धि पनि आउनुभयो अब हामी जाँदैछौँ सम्धि केही छ भन्नु तपाईँलाई आज चाहिँ यसो खोलातिर घुम्नु चिसोमा है गरिनु कति बस्नु चिसोमा पौडी खेलेर आउनु पर्यो हस् कति बजीतिर आइन्छ सम्धि खै अब त्यो त कतिखेर हुन्छ टुङ्गो छैन ल अब फेरि हाम्रो ज्वाइँ पनि जानुहुन्छ अरे अब ज्वाइँलाई पिक गर्नु जाँदैछौँ ल गाइस अघि मैले भनेको नै थिएँ हामी आज फेरि जाँदैछौँ हजुर अलिअलि लगे जस्तो छ अब गाइस वेलकम छ हाम्रो फेरि सम्धि ब्लकमा बाटो चाहिँ यही हो मलाई त सिस्नोलाई छ्याप्पै भेटिगएछ खुट्टामा त्यही भएर पेन लगाएर त आउनु आँटेको नि माथि पुग्नु क्यामेरा हल्ली जस्तो छ खल्टाखुल्टीले गर्दा साह्रै गरम हो हावा छिर्ने ठाउँ पनि छैन सम्धि त अघि यहाँ आएर रेस्ट गर्नुभएछ सबै हामीले पालेका हाँस कहाँ गएछ हाँस भनेको त यहाँ पाएछ हामी चाहिँ यहाँ हाँसले चारो दिन आएको खोज्दा भयो नि त हाँस पनि छ 30-40वटा होला हाँसलाई चाहिँ अलिक जुम गरेर देखाइदिनु देखाइदिए
जङ्गली हो यो के को घरको घाँस हौ हामी सन्दिरको घाँस सम्झी दाजुले 30-40 पर्छ साह्रै गरम भयो गाइस हावा चलेको छैन त्यति तपाईँहरू माथि बस्छ हामी चाहिँ आज हजुर हामी चाहिँ यता नै ट्र्याक्टर टुकटुक बस्ने हो एउटा त्यो जसले भएर बिग्री गयो कि के गर्नु अब यस्तै हो ट्र्याक्टर टुकटुक बसाइ त्यसै यो ढुङ्गामा छैन म हेरिहाल्छु